ल अब चाहिँ हामी एकदम रेडी भइसकेको छौँ। अब रेडी अवस्था चाहिँ अब चाहिँ हामी खेल्नको लागि तयारी पोजिसनमा छौँ है। सधैँ भगवान भनेर कहाँ सकिन्छ र ढोक्न, सधैँ भगवान भनेर कहाँ सकिन्छ र ढोक्न, यस्तो गर्मीमा पनि किन छोड्नु भएन माटो बोक्न। प्लिज स्टेजमा थोरै गेम हेरेर गइदिनु होला। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। म एसटिएम लभर सुरेन थापा मगर र अहिले चाहिँ फाइनली भन्नुपर्दाखेरि फुटबल खेल्नको लागि चाहिँ बुढौली टिमबाट फुटबल खेल्नको लागि चाहिँ एकदम अहिले चाहिँ हाम्रो टिम चाहिँ रेडी भएर बसिरहेछ र धेरै समय पछाडि चाहिँ फेरि आन्दोलनभन्दा 23 गतेको आन्दोलनभन्दा अगाडिदेखि भिडियो चाहिँ अपलोड भएको थिएन र आज चाहिँ भनेको अलिकति अवसर परेको छ। एउटा फुटबल खेलेको भिडियो चाहिँ बनाउन गइरहेको छु मैले। आज के कस्तो हुन्छ, कतिको साथ सहयोग हुन्छ, साथीहरूले कतिको क्यामेरा थमाइदिनुहुन्छ हेरौँ। अब उहाँहरूले क्यामेरा होल्ड गरिदिनु भएछ भने पक्कै भने म भिडियो खिच्नेछु। ल अब अहिले चाहिँ म चाहिँ हाफ प्यान्ट फेर्न पऱ्यो भनेर चाहिँ गएको। मान्छे के गर्दो रहेछन् यहाँनिर। र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन, च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै यहाँनिर हाम्रो जेनजी टोलीहरू चाहिँ यहाँनिर पुरा खेल्दैछन्। ल है यहाँबाट छिरा होला भाइ, ओइ ल यहाँबाट छिरा है, तिमीले हानेको जुम भएर बस्छ है। ल खै त नि म हानिदिन्छु ल। ल है अब यो बल चाहिँ मैले यहाँबाट फेरि उडाइदिनेवाला छु। ल ल है ल अब म चाहिँ एकछिन अब यो जङ्गलतिर छु, छिर्नु पऱ्यो कि हाफ प्यान्ट फेर्नको लागि। अब छैन ठाउँ, के गर्नु, जङ्गलतिर छिरो हाफ प्यान्ट फेर। अब यहीँ हुन्छ ल। उपस्थित भएर बोल्ने क्रममा म के भन्न चाहे, तपाईँहरूलाई के जानकारी गराउन चाहे भने आजको यस हामीले कञ्चनजङ्घा युवा समूहद्वारा आयोजित यस सुँगुर कप फुटबल प्रतियोगितामा जो विजेता टिम रहनुहुनेछ उहाँलाई प्रथम पुरस्कार 30 केजी सुँगुरको मासु प्रदान गरिनेछ। बङ्गुरको मासु मैले थोरै मिस्टेक गरेकोमा क्षमा प्रार्थी छु र तालीले साथ दिनुभयो। प्रथम पुरस्कार त पक्कै पनि तपाईँहरूले सुनिसक्नु भएको छ, हामीले जानकारी गराइसकेका छौँ। र द्वितीय पुरस्कार रहेको छ बङ्गुरको मासु 20 केजी। यसलाई पनि तालीले स्वीकार गरिदिनु होला। र यसै गरी थर्ड फोर्थ के छ हाम्रो थर्ड फोर्थ भनेको चाहिँ सान्त्वना पुरस्कार मात्रै रहनेछ। हामी एकदम तालीले तपाईँहरूलाई खेलकुदमा अगाडि बढ्नुहोस् भनेर हामी सान्त्वना पुरस्कार प्रदान गर्नेछौँ भन्दै। र अब हाम्रो औपचारिक कार्यक्रम अगाडि बढाउने क्रममा केही हामी अगाडि बढ्ने नै छौँ, तर पनि केही समय ढिला सुस्ती भएकोमा हामी क्षमा याचना माग्दै अहिले भने थोरै इन्टरटेनमेन्टको लागि तपाईँहरू सामुन्ने म एउटा सञ्चालकको तर्फबाट केही कोटेसनहरू भन्न गइरहेको छु, केही सायरीहरू भन्न गइरहेको छु, स्वीकारिदिनु होला। पक्कै पनि तपाईँहरूको मनमा यो फुटबलको जागरुक उत्साह त छँदैछ, तर पनि मनोरञ्जनको उत्साह पनि थोरै हुने नै छ। बिचबिचमा हामी त कञ्चनजङ्घा युवा क्लबै पक्कै पनि चटपटे पनि छौँ है भनेर हजुरहरूलाई जानकारी गराउन चाहे। र विशेष गरी अब हाम्रो औपचारिक कार्यक्रमलाई नै अगाडि बढाउन चाहन्छु। हाम्रो बिचबिचमा मनोरञ्जन त छँदैछ र त्यसका लागि मैले अनुमति लिँदै हजुरहरू सामु अनुमति लिँदै यो औपचारिक कार्यक्रमलाई अगाडि बढाउन चाहे। र आजका यस कञ्चनजङ्घा युवा समूहद्वारा आयोजित 8औं सुँगुर कप फुटबल प्रतियोगिता 2082 को एकदमै मान प्रमुख अतिथिका रूपमा
उपस्थित हुनुहुन्छ हाम्रा स्वतन्त्र नागरिक समाजका जिल्ला अध्यक्ष श्री नेत्र चौलागाईज्यू। उहाँलाई यस स्टेजमा आएर शोभा बढाइदिनु भएकोमा र अतिथि आसन गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ, हार्दिक अनुरोध गर्दछौँ। र तपाईहरुको यसमा चाहिँ ताली, जोरदार तालीको खाँचो छ भन्ने मलाई लागिरहेको छ। पक्कै पनि तपाईहरुको ताली बजाउँदा चाहिँ पक्कै हात फाट्ने छैन। हाम्रो अतिथि आसन गर्ने क्रम अगाडि बढी नै रहेको छ। यसै गरी हाम्रा पक्कै पनि मुख्य भूमिका त यस कञ्चनजङ्घा युवा समूहद्वारा नेतृत्व गरेकोमा, आयोजित गरिएकोमा सभाध्यक्षको उपस्थित जरुरी छ। उहाँ भनेको हाम्रो मूल खम्बा हो पक्कै पनि। र विशेष गरी यो खेल गराउनुमा, यो प्रतिस्पर्धा गेम गराउनुमा उहाँको मुख्य भूमिका रहेको हुँदा यस कञ्चनजङ्घा युवा समूहका अध्यक्ष श्री देवप्रसाद राई राजिनज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछु, हार्दिक सादर अनुरोध गर्दछु। धन्यवाद। ताली पुगेन हजुर, ताली। र तपाईहरु विशेष आजको यस औपचारिक कार्यक्रममा थोरै समयको लागि भए पनि हामीले तपाईहरुको लागि यो टेन्टको अलिकति टेन्ट बनाएर तपाईहरुलाई यो टेन्ट भित्र आइदिनु हुन निमन्त्रणा गर्दछौँ। हामीले टेन्ट उपलब्ध गराएका छौँ। पक्कै पनि आज नेचुरल रुखको छायामा नबसिकन अलिकति एउटा यो प्राविधिकले बनाएको टेन्ट भित्र आएर केही यो औपचारिक कार्यक्रमलाई हौसलाका साथ अगाडि बढाउन हुन हजुरहरुकै हातमा छ। त्यसैले म हार्दिक निमन्त्रणा गर्न चाहे। जति पनि अगाडि बस्ने साथीहरु प्लिज कम अन द स्टेज। र मैले यसै क्रममा हाम्रा अतिथि आसन ग्रहण गर्ने कार्यक्रम रहेको हुँदा यसलाई नै म कन्टिन्यू गर्न चाहे। अतिथि आसन ग्रहणको कार्यक्रम हाम्रो पक्कै पनि हाम्रो कन्टिन्यू हुने नै छ बीचबीचमा। यो अतिथि आसन ग्रहण भन्ने चाहिँ यो हाम्रो बीचमा अतिथिहरू आउँदै गर्दै हुनुहुन्छ। बीचबीचमा हामीले नाम लिने, डेङ कि डेङ अतिथि आसन गराइहाल्ने हो। र यसै क्रममा हाम्रा खेलाडी भाइ दाइ, खेलाडी मित्रहरू तपाईहरु एकदम तयारी अवस्थामा उपस्थित भइदिनु होला। प्लिज आफ्नो टिमको क्याप्टेन हजुर। सधैँ भगवान भनेर कहाँ सकिन्छ र ढोक्न, सधैँ भगवान भनेर कहाँ सकिन्छ र ढोक्न। यस्तो गर्मीमा पनि किन छोड्नु भएन माटो बोक्न। प्लिज स्टेजमा थोरै गेम हेरेर गइदिनु होला भन्दै अबको लागि विशेष यति भनिसकेपछि त पक्कै फर्केर आउनुहुनेछ भन्दै अब खेलाडी भाइ दाइ मित्रहरू प्लिज कम अन द स्टेज। यहाँ थोरै क्याप्टेनसिप जसले गरिराख्नु भएको छ, मेरो आवाज तपाईहरुले सुनिराख्नु भएको छ भने कृपया चाँडोभन्दा चाँडो हाम्रो खेललाई सुचारू गर्नुपर्ने हुन्छ। समयलाई मध्यनजर गर्दै प्लिज तपाईहरुले आफ्नो टिम टोली प्रमुखले आफ्नो टिम लिएर अगाडि उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछु। ल अब चाहिँ हामी एकदम रेडी भइसकेका छौँ। अब रेडी अवस्थामा छौँ। अब चाहिँ हामी खेल्नको लागि तयारी पोजिसनमा छौँ है। रेडी हुँदैछ। अब भनेको दिँदैछन् साथीहरू त्यहाँ 20 मिनेटको रहनेछ। जसले आइसक्रिम किन्नु हुनेछ अनि मलाई चिन्नुहुनेछ। के यसो पास खेल्नु पर्यो। आमाम्नै छ त किन त्यस्तो।
दामी दामी लैजाऊ न ल के गरेको नि दशा अमर दाइ किन तपाईँ त्यता यता खेल्नु पाउँदैन अमर दाइ अगाडि अगाडि कुमार दाइ अगाडि जान्नु पर्यो भाइ 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 काट्छ भाइ 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 फर्किनु याद गर्नु गोललाई कन्ट्रोल गर्नु के यस्तो अलिक राम्ररी अलिक राम्ररी भएन यस्तो साइड साइड अमर दाइ पर पर यता राइट साइड गलत हो नि राइट साइड खेल्नु पर्थ्यो गोल अमर दाइ खाली हुन्छ अमर दाइ खेल्नु तानु तानु लानु 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 के गरेको नि आउट 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 दीपक भाइ माग माग
साइडमा 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 दीपक दादा बिचमा बिचमा कर्नर कर्नर कटर ए पास मान्छे चाहिँ गरौ मान्छे ए रेफ्री भयो हाफ टाइम हो म पनि अब यहाँ ढुक्क खेल्छु ढुक्क खेल्नु हो सही हो रहेको थियो 5-1 र हाम्रा सुन्दर हर्चा 6 का टिम क्याप्टेन रतन राई को टिम चाहिँ दोस्रो हुनुभएको छ आजको खेलमा र दोस्रो पुरस्कार लिनको लागि चाहिँ खाजा घरतिरै प्रस्थान गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ अबिर जात्राको मात्रै कार्यक्रम रहेको छ, स्वीकार दिनु होला प्रत्येक खेलाडी महानुभावज्यूहरूले र लाइन बाई लाइन अबिर जात्रा गरिदिनु हुन क्याप्टेन हाम्रा कञ्चनजङ्घा युवा समूहका आयोजक अध्यक्ष देवप्रसाद राजिनज्यूले अबिर जात्रा गर्दै हुनुहुन्छ। सबैले तालीले साथ गरिदिनु होला र दोस्रो हुनुभएकोमा हार्दिक बधाई, आउने वर्षमा प्रथम बनिनु होला। यही हजुर ठिकै छ, राम्रो खेल्नु भएको छ, अर्को साल पनि एकदमै खुसी लागेको छ। र विशेष गरी पानीमा सहयोग गरिदिनु हुने हाम्रा भाइहरू म पनि थिएँ। समग्रगत रूपमा 20 कार्टुन पानी सहयोग गरेर मेरा भाइ म लगायत सुभाष दादा हाम्रो राजु गुरुङ भाइहरू सबैले सहयोग पानीको लागि सहयोग पुर्याइदिनु भएकोमा उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। र सहयोगी मनहरू पनि हुनुहुन्छ। अबिर जात्रा सकिसकेको छ, एकचोटि सहयोगी मनहरूको नाम लिन चाहन्छु अन्त्यमा। र उहाँहरूले यसै गरी फेरि आउने वर्षहरूमा पनि आउने खेलहरूमा पनि यस्तै सहयोग गर्नुहुनेछ भन्ने आशा लिँदै उहाँहरूको नाम वाचन गर्न गइरहेको छु। तालीले साथ दिनु होला प्लिज। हाम्रा नेत्र चौलागाई सरले 20,000 सहयोग गर्नुभएको छ। यस्तै गरी विष्णु राई सरले 11,000, प्रताप राई सरले 10,000, विराट स्केट जोनले जर्सी प्रदान गर्नुभएको छ। केबी लिम्बुज्यूले 1100, मिलन कुलुङ राईज्यूले 1100 र रेखा चौधरीज्यूले 1500। तालीले स्वागत गरिदिनु होला। र पानीमा हाम्रो मनिजङ भाइले 10 कार्टुन खरिद गर्नुभएको छ, धन्यवाद यसको लागि। हस् त सेवा नु ल फाइनली अब चाहिँ हाम्रो गेम पनि सकिसकेको छ। अब चाहिँ भनेको गेम सकिसकेको छ। अब चाहिँ घरतिर प्रस्थान गरिन्छ है। ल सबैलाई धन्यवाद। म चाहिँ अब कार्यक्रम समापन भएको म भन्न चाहन्छु। सर्वप्रथम त म सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आउँदो साल पनि यसै गरी दसैँको उपलक्ष्यमा यसै गरी भेटघाट गर्ने भन्दै आजका सबभन्दा हाम्रो कार्यक्रम सञ्चालकज्यू अजित राईज्यूलाई एकचोटि सबैले जोरदार तालले स्वागत गरौँ, उहाँलाई सम्मान दिउँ र उहाँलाई पनि एकदम
आज कमेन्ट गरिदिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। मलाई पनि माला सहित एउटा माला लगाइदिनु होला। आभारी छु। यति भन्दै आजको कार्यक्रम म समापन भएको घोषणा गर्न चाहन्छु। ल ल ल ल ल